Information. Think has 8.5% coupon, convertible bond outstanding, maturing in 5 years. The bond's face value is rupees 1000. Face value of bond, जस्तै हामीले यहाँले डेनोट गर्छौँ रुपिस 1000. Coupon interest rate is equal to 8.5%. Maturity period again is equal to 5 years. अब एनुअल इन्ट्रेस्ट निकाल्नु पर्यो भने कति 8.5% अफ 1000 गर्दाखेरि रुपी 85 रुपियाँ हुन्छ है त। गिभन यो भइहाल्यो। द बोन्ड इज कन्भर्टेबल इन्टु 10 सेयर अफ कमन स्टक। एउटा बोन्ड यो के हो? कन्भर्टेबल बोन्ड हो है। कन्भर्टेबल बोन्ड हो। कन्भर्टेबल भनेको किन्ने बेलामा कम्पनीले बेच्ने बेलामा बोन्ड बेचेको र किन्ने मान्छेले चाहेमा निश्चित समयपछि सेयरमा कन्भर्ट गर्न पाउने भनेको, जसलाई कन्भर्टेबल बोन्ड भन्छौँ। र एउटा बोन्ड बराबर 10 वटा सेयरमा कन्भर्ट गर्न पाइन्छ भन्छ। यो भनेको के हो? कन्भर्सन रेसियो। कन्भर्सन रेसियो जसलाई सीआर लेख्छौँ इक्वल टु 10 सेयर एच बोन्ड। एउटा बोन्ड बराबर 10 वटा सेयरमा कन्भर्ट गर्न पाइन्छ। द कम्पनी इपिएस इज 20, अर्निङ पर सेयर रहेछ 20, इपिएस 20 एन्ड पी रेसियो दिएको छ करेन्टली 4 टाइम्स। यो टाइम्समा हुन्छ है, टाइम्स। बोन्ड विथ सिमिलर रिस्क हैव अ यील्ड अफ 9%। यस्तै प्रकारको बोन्डको बजारमा रिटर्न भनौँ न होइन, इन्भेस्टर रिक्वायर रेट अफ रिटर्न अथवा कस्ट अफ डेट जसलाई केडी भन्छौँ, यो 9% दिएको छ। सेम टाइपको बोन्डको छ भनेको अर्थ यसमा पनि त्यही लागू हुने भयो। वाट इज द बोन्ड कन्भर्सन रेसियो? कन्भर्सन रेसियो सोध्यो। कन्भर्सन रेसियो त दिएकै छ, निकाल्नै परेन नि, होइन र? ए कन्भर्सन प्राइस रहेछ, म त कन्भर्सन रेसियो भनेको। ल कन्भर्सन प्राइस सीपी इक्वल टु पार भ्यालु अफ कन्भर्टेबल डिभाइड बाई कन्भर्सन रेसियो। यो 1000, यो 10 भनेपछि कन्भर्सन प्राइस कति हुने भयो? रुपिस 100 हुने भयो कन्भर्सन प्राइस। बी नम्बर हेरौँ। वाट इज द बोन्ड कन्भर्सन? भनेको कन्भर्सन रेसियो हो। हजुर, यो 10 सेयर भनेको नि कन्भर्सन रेसियो हो नि त। एउटा बोन्डलाई 10 वटा ए, सेयरमा कन्भर्ट गर्न पाइने भनेको कन्भर्सन रेसियो। बीमा कन्भर्सन भ्यालु निकाल भन्छ। कन्भर्सन इनिसियल हो खास, यो इनिसियल कन्भर्सन भ्यालु जसलाई हामीले C0 ले डिनोट गर्छौँ। फर्मुला के थियो अरे? इनिसियल कन्भर्सन भ्यालुको फर्मुला थाहा छ? करेन्ट एमपिएस इन्टु सिआर। P0 डिभाइड इन्टु कन्भर्सन रेसियो P0। यहाँ क्वेसनले हामीलाई P0 दिएको छ? होइन। छैन। तर हामीले अर्निङ पर सेयर र पी रेसियो दिएको छ, त्यहाँबाट हामीले निकाल्न सक्छौँ। यसलाई वर्किङ नोट भनिदिउँ ल। हेर्नु त, पी रेसियोको फर्मुला के हो? पी को अर्थ हुन्छ मार्केट प्राइस पर सेयर अथवा P0। ई को अर्थ हुन्छ अर्निङ पर सेयर है। ल देयरफोर मार्केट प्राइस पर सेयर अथवा P0 भनेको के रहेछ भन्दाखेरिमा इपिएस इन्टु पी रेसियो। अर्निङ पर सेयर दिएको छ हामीलाई 20
पी रेसियो छ 4, भनेपछि 4 दूना 8, 0 हो। भनेपछि कति भयो, मार्केट प्राइस भयो 80। कन्भर्सन हुने भयो 80 इन्टु कन्भर्सन रेसियो कति कति हो, 10। 10। यो भयो 800 ल। Why are convertible securities issued with positive conversion premium? किन, why are convertible securities issued with positive conversion premium भन्छ। Convertible securities issued with positive conversion premium to prevent the early conversion भन्नु ल। टु प्रिभेन्ट द अर्ली कन्भर्सन भनेको छिट्टै कन्भर्ट नहोस् भनेर ल। सीको सीको कि डीको, ए को भयो, बी बोन कन्भर्सन भ्यालु भयो होइन, सी इनिसियल। हो सर। हँ, सी हो सर, सी। ए इनिसियल कन्भर्सन प्रिमियम सोधे रहेछ नि त सीमा। इनिसियल कन्भर्सन प्रिमियम इन पर्सेन्टेज है, रुपिजमा पनि निकालिदिँदा पनि हुन्छ, यसले चाहिँ यहाँ पर्सेन्टमा निकाले जस्तो लाग्यो हो। एबिसी दुवैमा निकालिदिँदा हुन्छ हुन चाहिँ, हामीले क्वेसनले रुपिजमा र पर्सेन्टेजमा नसोध्दाखेरि कन्भर्सन प्रिमियमको फर्मुला के थियो थाहा छ? हुँ? कन्भर्जन प्राइस माइनस P0 बाई P0। P0 यो पर्सेन्टेजमा भयो, माथिको मात्रै गऱ्यो भने चाहिँ कन्भर्सन प्राइस कति हो, सिपी 100, P0 80 डिभाइड बाई 80 ल कति आउँछ निकाल्नु। 25 आउँछ सर। 25% आयो ल। डी को चाहिँ त्यहाँको ल्याङ्ग्वेज लेख्नुहोस्, यसको कारण हो टु प्रिभेन्ट दी अर्ली कन्भर्सन भन्छ, कन्भर्सन ल। छिट्टै बोनलाई सेयरमा कन्भर्ट नहोस्, कन्भर्ट नगरोस् भनेर रोक्नको लागि भनेको है, टु प्रिभेन्ट द अर्ली कन्भर्सन। भयो मेटाइदियो। भयो सर। हुन्छ सर। 7 नम्बरको गरेकै छैन। छैन सर। ल 7 को हेर न, 7 को हेऱ्यो भने धेरैबाट कभर भइहाल्छ। गाह्रो भनेको यही हो है, धेरै गाह्रो छैन ल। 7 हेर्नुहोस्, द टेक इन प्लान टु इस्यु 10% कुपन 1000 पार भ्यालु 10 इयर्स कन्भर्टिबल बोन भन्छ। पार भ्यालु अफ कन्भर्टिबल बोन, पार भ्यालु अफ कन्भर्टिबल बोन अथवा कन्भर्टिबल सेक्युरिटिज, जसलाई यमले लेख्छौँ, यो छ रुपियाँ 1000 र इस्यु 10% कुपन इन्ट्रेस्ट रेट, कुपन इन्ट्रेस्ट रेट यसको ब्याजको दर छ 10% है। अनि यसको म्याचुरिटी पिरियड छ एन इक्वल टु 10 इयर्स, ठिक छ 10 इयर्स। र अर्को एनुअल कुपन निकालिदिइराखौँ, एनुअल कुपन इन्ट्रेस्ट इन अमाउन्ट, जसलाई हामीले क्यापिटल आईले लेख्छौँ होइन त, भनेको एम इन्टु कुपन इन्ट्रेस्ट रेट गऱ्यो भने आउँछ 1000 इन्टु 0.10 गर्दाखेरि आयो 100 रुपियाँ ल। 100 रुपियाँ। द बोन इज कल एबल एट रुपिज 100 1050। यदि यो बोनलाई कल गरियो भने कल प्राइस 1050 दिएको छ, कल
प्राइस अफ बोन है, यसलाई पनि सिपी लेख्छौँ। अब यहाँ कन्फ्युज होला भनेर मैले सर्ट नेम लेखिनँ, यसको चाहियो भने लेखौँला है। किन भन्दा हाम्रो के अरे सिपीको अर्को पनि छ हाम्रो यहाँ सिपी है, कन्भर्सन प्राइस भन्नेलाई पनि यहाँ सिपी लेखेका छौँ क्या, त्यही भएर कन्फ्युजन होला, मैले लेख्ने यति मात्रै लेख्ने। कल प्राइस अफ बोन 1050। द बोन मे बी कन्भर्टेड इन्टु 6 सेयर अफ स्टक भनेको कन्भर्सन रेसियो दियो, कन्भर्सन रेसियो, कन्भर्सन रेसियो जसलाई हामीले सिआर लेख्छौँ। यो भनेको 6 हो, 6 सेयर इच बोन है। करेन्ट मार्केट प्राइस, करेन्ट मार्केट प्राइस पर सेयर, सेयरको है, यो भनेको करेन्ट मार्केट प्राइस पर सेयर। यस सेयरको चाहिँ बजारमा मूल्य रहेछ 125, बोनको होइन नि फेरि, यो सेयरको, एमपिएस भनेपछि मार्केट प्राइस पर सेयर। द स्टक इज एक्सपेक्टेड टु ग्रो एट अ रेट अफ 10%, ग्रोथ रेट इन स्टक प्राइस, ग्रोथ रेट इन स्टक प्राइस इक्वल टु 10%, सेयरको मूल्यको ग्रोथ रेट चाहिँ 10% छ। इन्ट्रेस्ट रेट अन द सिमिलर रेट्स अन नन कन्भर्टिबल बोन इज 12% भनेको यो कन्भर्सन वाला फिचर्स नभएको बोनको इन्ट्रेस्ट रेट भनेको कस्ट अफ डेट फर नन कन्भर्टिबल बोन केडी इक्वल टु 12%। The bond are expected to be called when conversion value reaches to 130% of par value। यसले हामीलाई त्यो के दिएको यो भने कन्भर्सन पोलिसी दिएको है, यसलाई कन्भर्सन पोलिसी भन्दा हुन्छ। बोन चाहिँ हेर्नु त, कन्भर्सन पोलिसी भनौँ न यसलाई, कन्भर्सन पोलिसी। बोन चाहिँ कहिले कल गर्ने रे, हेर्नुहोस् त यहाँ यही ल्याङ्ग्वेज लेखौँ। द बोन आर एक्सपेक्टेड टु बी कल, bonds are expected to be called when conversion value reaches to 120%, होइन 30% of par value। कन्भर्सन भ्यालु चाहिँ बोनको कन्भर्सन भ्यालु चाहिँ पार भ्यालुको 130% पुग्यो भने अथवा पुगेपछि मात्रै बोनलाई कल गर्ने भन्छ। ल ठिक छ, बोनलाई के गर्ने, कल गर्ने, कन्भर्सन पोलिसी दियो। अब यो चाहियो भने आवश्यक भयो, नचाहियो भने अब चाहिएन, जे छ त्यहाँ त्यहाँ जाउँ। क्वेसन यति हो, पुरै क्वेसन सार्यौँ। ठिक छ, वाट इज द कन्भर्सन प्राइस भन्छ हामीलाई, 1 नम्बरमा सोध्यो कन्भर्सन प्राइस। कन्भर्सन प्राइस फर्मुला थाहा छँदैछ हामीलाई हैन त, यम मार्केट भ्यालु के अरे पार भ्यालु अफ कन्भर्टिबल बोन डिभाइडेड बाई कन्भर्सन रेसियो। यो 1000, कन्भर्सन रेसियो भने कति 6, कति आउँछ निकाल्नु ल, कति आउँछ 166.67 सर। 166.67। बी नंबर जाऊँ, compute state bond at present and at the end of 5 years।
हेर्नु, बोनको भ्यालु निकाल। भ्यालु अफ बोन, स्ट्रेट बोन भनेको चाहिँ जुन हामीले सेकेन्ड इयरमा बोन भ्यालुएसन पढेर आयौँ नि हो, जस प्योर बोन अथवा नन कन्भर्टिबल बोन भनेको यो जुन कन्भर्सनवाला फिचर्स नभएको अवस्थाको बोन भनेको। बोनको भ्यालु, प्रेजेन्ट भ्यालु निकाल र 5 वर्षपछिको पनि भ्यालु निकाल भन्छ है। अब बोनको भ्यालु निकाल्न त कुनै ठुलो कुरा छैन, सिम्पल कुरा भइहाल्यो है। ल बी नम्बरमा निकालौँ भ्यालु अफ बोन एट प्रेजेन्ट, जसलाई V0 ले डेनोट गरौँ। भ्यालु अफ बोनको फर्मुला के हो, इक्वल टु आई पिभी आई एफ ए केडी एम प्लस एम पिभी आई एफ केडी एम। ल आई भनेको छ 100 छ, पिभी आई एफ ए केडी कति छ 12% छ, एम कति हो 10 हो, प्लस 1000 पिभी आई एफ 12% अनि 10। कति 20 हो, 02 हो सर। हुँ? ए यहाँ त 20, यता चाहिँ 5.6502। त्यता अँ 5.8। 5.6502। टोटल 887.02 आएछ। 887.02। जेरो टू। यो एट प्रेजेन्टमा भयो है त। अब भ्यालु अफ बोन एट द इन्ड अफ 5 इयर्स सोधेको छ। भ्यालु अफ बोन एट द इन्ड अफ 5 इयर्स, अथवा यसलाई V5 भन्दा पनि भइहाल्यो है। आई पिभिआइएफ ए केडिएन प्लस एम पिभिआइएफ केडिएन, फर्मुला त्यही हो। तर यहाँनिर एउटा सम्झिनुपर्ने कुरा के छ, एन भनेको रिमाइनिङ युज गर्नुपर्छ। रिमाइनिङ रिमाइनिङ म्याच्युरिटी कति हुन्छ आफ्टर 5 इयर्स भएपछि कति हुन्छ, पहिला 10 थियो, 5 वर्ष 5 5 हुन्छ, 5 इयर्स हुन्छ। ल निकाल्नु सक्यो, ल निकाल्नु, तपाईँहरू आफै निकाल्नु। यो 927.88 आएछ। निकालिसक्यो। निकालिसके। ल यो मेटाइदियो त त्यसलाई कति आयो अरे 900 27.88। 27.88 भ्यालु अफ बोन एट द इन्ड अफ 5 इयर्स पनि आयो है त। भ्यालु अफ बोन एट टुडे पनि भयो अनि एट द इन्ड अफ 5 इयर्स पनि भयो। सीमा जाउँ है त। कम्प्युट इनिसियल कन्भर्सन भ्यालु एन्ड कन्भर्सन भ्यालु एट द इन्ड अफ 5 इयर्स। कन्भर्सन भ्यालु टुडेको निकाल्नु पर्यो र एट द इन्ड अफ 5 इयर्सको निकाल्नु पर्यो। यो मेटाइ ल। इनिसियल कन्भर्सन भ्यालु, जसलाई C0 ले डेनोट गर्थ्यौँ, फर्मुला के थियो अरे P0 इन्टु कन्भर्सन रेसियो। P0 कति हो 125, कन्भर्सन रेसियो कति हो 23 हैन, भनेपछि कति हुन्छ निकाल्नु। अनि
conversion value at the 750. end of 5 years भनेको C5 कति 50. 750। अब यहाँनिर C6 कन्भर्सन 6 होइन 5 कन्भर्सन भ्यालु एट द एन्ड अफ 5 इयर्स भनेपछि के हुन्छ यहाँ P5 हुन्छ इन्टु कन्भर्सन रेसियो हुन्छ CR। अब हामीसँग P5 त छैन भनेपछि P5 कसरी बन्छ यसरी बन्छ P0 1 प्लस G पावर 5 गरिदियो भने P5 हुन्छ ल। अनि कन्भर्सन रेसियो हामीसँग P0 छँदैछ 125 1 प्लस ग्रोथ रेट कति हो 10 हो होइन 5 इन्टु 6 कति आउँछ निकाल्नु 1207.88. कति रे 1207.88. हामीलाई स्टेट बोन्डको भ्यालु आजको नि आयो 5 वर्षपछिको आयो कन्भर्सन भ्यालु आजको आयो 5 वर्षपछिको आयो। अब डीमा जाउँ कम्प्युट द मिनिमम प्राइस एट प्रेजेन्ट एन्ड एट द एन्ड अफ दी 5 इयर्स मिनिमम प्राइस अथवा फ्लोर भ्यालु निकाल भन्छ अहिलेको र 5 वर्षपछिको। यसलाई मेटाएँ है यसलाई टेबल बनाएर गरे पनि हुन्छ है होइन फर्मुला लगाएर गरे पनि हुन्छ दुईटा मात्रै छ धेरै हुँदा चाहिँ टेबलबाट गऱ्यो भने सजिलो अब थोरै छ दुईटाको मात्रै छ भनेदेखि यतिकै गर्दा पनि हुन्छ मिनिमम मिनिमम प्राइस हो के भन्छ अरे मिनिमम प्राइस एट प्रेजेन्ट इक्वल टु maximum of C0 or B0 maximum of C0 भनेको कति आएको थियो कति थियो भन्नु त एउटामा 887.02. होइन C0 भनेको C0 कन्भर्सन भ्यालु एट प्रेजेन्ट कति C0 कन्भर्जन भ्यालु ए त्यो त 750. 750 अर्को अब चाहिँ B0 कति 887.02. B0 887.02. 887.02 हेर फर्मुला के हो म्याक्सिमम हो यो दुईटा मध्ये म्याक्सिमम कुन भयो त्यो एन्सर भयो 887.02 87. एन्सर भयो। अब मिनिमम भ्यालु मिनिमम प्राइस एट द इन 5 इयर्स भनेको म्याक्सिमम अफ C5 or B5 C5 कति आछ C5 107.88. हाँ 1207.88. 1207.88 788. अनि भ्यालु बोनको अब भ्यालु 5 इयर्समा 927.88. 927.88 अब म्याक्सिमम कुन भयो 1207.88. 1207 point 1207 म्याक्सिमम भयो दुईटा मध्ये म्याक्सिमम लिने हो डीको पनि भयो है ईमा जाउँ कम्प्युट द इनिसियल कन्भर्सन प्रिमियम इनिसियल कन्भर्सन प्रिमियमको फर्मुला के हो इनिसियल CP minus P0 by P0. कन्भर्सन प्रिमियम इन रुपिस के हो रे सीपी माइनस P0 हो ल सीपी भनेको कति हो 166.67. 166.67 P0 67
0.67 अनि P0 भनेको 125. ल यो रुपिजमा निकाल्नुस् है। अब क्वेसनले हामीलाई रुपिजमा हो कि पर्सेन्टेजमा भनेको छैन, त्यही भएर दुइटै निकाल्दिँदा राम्रो। इनिसियल कन्भर्सन प्रिमियम इन पर्सेन्ट CP माइनस P0 डिभाइड बाई P0। ल कति कति आयो निकालौँ। माथिको 41.67, 41.67 तलको तलको 33.33%. हुँ 33.33%. 33.33। In what year is the bond expected to be called? बोन कति वर्षमा कल गर्ला यहाँ यहाँ निकाल भन्छ हामीलाई यहाँनिर हेरौँ है। अब यो मेटाइदिए है तपाईँले। यो कन्भर्सन पोलिसी अहिले हामीले सारिराखेका छौँ यहाँ। कन्भर्सन है कन्भर्सन भनेको के भनेको छ त्यहाँ भने बोन आर एक्सपेक्टेड टु बी कल when conversion value reaches 130% of par value भन्छ। बोन चाहिँ कहिले कल गर्छ भन्दाखेरिमा कन्भर्सन भ्यालु चाहिँ 130% अफ पार भ्यालु भएको अवस्थामा गर्छ भन्छ। हेर्नु त कन्भर्सन भ्यालु चाहिँ 130% अफ पार भ्यालु भएको अवस्थामा बोन कल गर्छ भन्छ क्वेसनले। ठिक छ, देखिया छ? हाँ देखिए सर। तो सर। देखिया छ। ल अब कन्भर्सन भ्यालुको फर्मुला के हो त हाम्रो भन्दाखेरिमा कन्भर्सन भ्यालुको PN इन्टु कन्भर्सन रेसियो हो PN है अथवा PT। अनि यो भनेको 130% अफ पार भनेको 1000 हो। अथवा यसलाई हामीले कसरी लेख्छौँ यो PN लाई PN चाहिएको त n हो नि हामीलाई। यसलाई त हामीले P0 1 प्लस G पावर n है। किन भन्दा n हामीलाई थाहा छैन, त्यो निकाल्न लागेको हो नि त कति वर्षको भने त्यही भएर n को n राख्यौँ इन्टु CR राख्यौँ। ल यो 100,000 को भनेको कति हुन्छ 130%। पर्सेन्ट भनेको कति हुन्छ 1300 सर। 1300। यो फर्मुला राखेको बुझेको बुझेन? कन्भर्सन भ्यालुको फर्मुला राखेको। कन्भर्सन भ्यालुको फर्मुला के हो? इनिसियल भयो भने P0 अथवा 5 वर्षको भयो भने PN इन्टु CR गर्थ्यौँ। यहाँ n नै निकाल्नु पर्ने छ, त्यही भएको हुनाले n को भ्यालु नराखे। बुझ्यो यो राखे? बुझ्यो सर। बुझ्यो। ल अब बुझ्यो भने बुझे भ्यालु सर। ल सल्भ गरिदिउँ भ्यालु राखेर। P0 को भ्यालु छ हामीसँग 125 राख्नुहोस्। 1 प्लस ग्रोथ रेट पनि छ 10%, n को भ्यालु छैन। कन्भर्सन रेसियो पनि छ 6। ल अब जसरी सजिलो लाग्छ त्यसरी सल्भ गरौँ। यो जसरी आउँछ त्यसरी गर्दा हुन्छ। 125 इन्टु 6 गर्दाखेरि यहाँ आयो 750। यो 1.1 पावर n भयो इक्वल टु यो 1300 है 1300 यसले के हुन्छ भाग हुन्छ होइन त 1.1 पावर n 1300 ले भाग गर्न मिल्छ होला यता है त गर्दाखेरि आयो 1.7333। यसलाई लगले खोलौँ taking log on both sides
n log 1.1 is equal to log 1.7333 n is equal to log 1.7333 log 1.1 log को भ्यालु निकालेर राखौं 1.7333 आयो डिवाइड बाई log 1.1 गर्दाखेरि आयो 5.77 इयर्स ल यो इम्पोर्टेन्ट पनि हो है ल अलिकति गाह्रो पनि यही होला अरु त सजिलो छ भयो बुझ्यो बुझ्यो सर। अब यो बुझ्यो भने अब तपाईँहरूले नसक्ने क्वेसन चाहिँ लास्टमा छ कि हेरौँ 13 ल 13 हेरौँ ल यहाँसम्म गर्न सक्नेले सक्न चाहिँ सबै है ल अब हामी 13 हेरौँ त ल है केही नयाँ कुरा छ कि 5.13 है नेशनल हार्डवेयर इन्क प्लान टु सेल एन 8% कुपन 1000 पार भ्यालु 15 इयर्स कन्भर्टिबल बोन भन्छ है इस्यु गर्न लागेको कन्भर्टिबल सानो लेख्नुपर्छ है के इस्यु गर्नला कन्भर्टिबल बोन के हो रे कन्भर्टिबल बोन पार भ्यालु अफ कन्भर्टिबल बोन इज इक्वल टु रुपिज 1000 कुपन इन्ट्रेस्ट रेट इज इक्वल टु कति पर्सेन्ट हो 8% हैन 8% यान कति 15 इयर्स 15 इयर्स ल अनि एनुअल इन्ट्रेस्ट कति हुन्छ कुपन इन्ट्रेस्ट एमाउन्टमा भन्दाखेरि 8% अफ 1000 गर्दा रुपिज 80 हुन्छ है 8% को दरले 80 रुपियाँ हुन्छ